आमेन। आनन्दित छौँ। परमेश्वरलाई धेरै धेरै धन्यवाद छ। अनि म होइन आजको जुन वचन यति राम्रो बाँड्नुभयो होइन हाम्रो सिस्टरले, परमेश्वरलाई धन्यवाद छ। मान्छेले भन्छ होइन क्रिसमस कहाँ लेखेको छ होइन, तर स्वर्गदूतहरूले चाहिँ नि सुसमाचार सुनाएको आज हामीले सुन्यौँ होइन। सबैभन्दा पहिला स्वर्गदूत पठाउनु भयो सुसमाचार सुनाउनको निम्ति। परमेश्वरलाई धेरै धन्यवाद छ, किनकि हाम्रो निम्ति होइन येशू ख्रीष्टको मुक्तिदाताको जन्म भएको छ। परमेश्वरलाई धेरै धेरै धन्यवाद छ। मैले एउटा छोटो कविता ल्याएको छु, मेरो येशू। आज हामी सबैले चाहिँ होइन हाम्रो आफैले हामी सबैले चाहिँ जन्माउनु पर्ने कि हाम्रो भित्र येशू जन्मिनुपर्छ। हाम्रो व्यक्तिगत होइन एकजनाले विश्वास गरेर अर्कोले भन्ने होइन, हामी सबैले सारा मानव जातिले येशू ख्रीष्ट चाहिँ आफ्नो हृदयमा जन्माउनुपर्छ कि हाम्रो 3 दिने नै यो क्रिसमस हो कि येशू ख्रीष्ट हाम्रो हृदयमा जन्मिनुपर्छ र हामीलाई चाहिँ होइन उहाँको वचनले सजाउनुपर्छ हृदयलाई। परमेश्वरलाई धेरै धन्यवाद छ। यहाँ म पढ्दै जान्छु, मेरो येशू भन्ने छ। तपाईँहरू आफ्नो व्यक्तिगतले पनि पढ्नुहोला है, म पढ्नेछु। जीवन दिन यो धरतीमा आउनुभयो मेरो येशू, मानिसको पाप क्षमा गर्न आउनुभयो मेरो येशू, मलाई अरबौँको मानिसहरूको बीचमा छान्नुभयो मेरो येशू, मलाई दुःख पीडा पर्दा सान्त्वना दिने मेरो येशू, म खुसी हुँदा खुसी भइदिने मेरो येशू, मलाई धार्मिकताको बाटो हिराउने मेरो येशू, मलाई अगापे प्रेम गर्नुभयो मेरो येशू, मेरो श्राप र पाप बोकिदिने मेरो येशू, मेरो मित्र बनी आइदियो मेरो येशू, कति प्यारो मेरो येशू, मेरो येशू मेरो प्रभु हुनुहुन्छ। आमेन।